आज चाहिँ हजुरले देख्न सक्नुहुन्छ यो आफ्नै कोठेबारीमा फलेको मेवा। यो कोठेबारी झापा निर्वाणिक आश्रम परिसरमा रहेको मेवा लटरम्म फलेको हजुरले देख्न सक्नुहुन्छ। हजुर यति बेला हाइलाइटमा हेर्दै हुनुहुन्छ। यो मेवा यति धेरै फल्दो रहेछ। मेरो आफ्नै हातले टिप्दैछु आज। टिपेर म आफैले काटेर पनि सबैलाई खुवाउने प्रयास हामी गर्नेछौँ। यो आश्रम एरिया, हाम्रो आश्रम परिसर हजुरले देखिरहनु भएको छ। यो हाइलाइटमा आनन्दको मौसमसँगै आज मेवा टिपेर यसरी काटेर चाहिँ प्लेटमा तयार भएको छ। खाउँ लाग्दो मेवाको कलरमा आज आफै पनि सेवन गर्दैछु। खुसी लागेको छ यो अवसरमा र यसरी हेर्न सकिन्छ है। र आज चाहिँ हामीले च्याउ पनि तयारी गरेका छौँ। यो च्याउ पोलेर खाने सिस्टम उषा लक्ष्मी तुम्मम्फुज्यू यसमा चाहिँ निकै प्रखर हुनुहुन्छ। उहाँले नै तर्जुमा गर्नुभएको पोलेको च्याउ यस्तो बनेको छ। यसलाई हामीले सेवन गर्दा एक खालको टेस्ट महसुस गर्छौँ। तुम्मम्फुज्यूलाई धेरै धेरै धन्यवाद। र यो क्रममा आफ्नै हातले रोपेको आफ्नै बारीको यो मेवा आज हामी यो कोठेबारीमा मनकुमार सरको नेतृत्वमा रोपिएको मेवा टिप्ने अवसर जुरेको छ। यो झापामा फलेको मेवा कति लटरम्मै फलेको म आफ्नै हातले टिप्दैछु। यो मेवा हेर्नुहोस् है, कस्तो राम्रो अनि कति स्वास्थ्यको लागि राम्रो चिज हो यो। आज यो टिपेर चाहिँ हामीले सेवन गर्ने प्लानिङ गरेका छौँ। हाम्रो निर्वाणिक आश्रम परिसरमा फलेको मेवा हो यो। हेर्नुहोस् नाङ्लोमा राखिएको छ मेवा। कति स्वास्थ्यवर्धक चिज हो मेवा। यो मेवालाई हामीले थालमा काटेर राखेका छौँ। हेर्दा पनि खाउँ लाग्दो कस्तो कलरफुल खाउँ लाग्ने कलरमा फलेको यो हाम्रो आश्रमको मेवा आज सेवन गर्ने अवसर जुरेको छ। हामी हेर्न सक्छौँ कस्तो राम्रो कलरमा आफ्नै हातले काटेको मेवा, आफ्नै हातले रोपेको मेवालाई हेर्नुहोस् है मित्रहरू, कस्तो राम्रो छ यो मेवा। साथमा फ्रुट चकलेट पनि हाम्रो साथमा छ। र आज चाहिँ म विशेष गरेर यो आफैले काटेर रोपेको मेवा खाँदैछु। आनन्द लागेको छ मलाई। यो स्वास्थ्यको लागि एकदमै राम्रो चिज आज यहाँहरूलाई देखाएर खाने अवसर मिलेको छ। र त्यसपछि चाहिँ हामीले आज यो च्याउलाई चाहिँ पोलेर खाने प्रबन्ध पनि हाम्रो उषा लक्ष्मी तुम्मम्फुज्यूले मिलाउनु भएको छ। हाम्रो प्रेमबाद समाजका अध्यक्षज्यूको निवासमा उहाँले यो च्याउलाई यसरी पोल्नु हुँदैछ। आगोमा पोलेको च्याउ कसैले खानु भएको छ एकचोटि हजुरले पनि टेस्ट गर्नुहोला। यो च्याउ पोल्नुभन्दा अगाडि अलिकति हामीले मसला नुनहरू मिलाएर गर्नेछौँ। र यो हाम्रो उषा लक्ष्मीज्यूले यहाँनिर चाहिँ यसरी पोलिसक्नु भएको च्याउ हामी हेर्न सक्छौँ। तुम्मम्फुज्यूलाई धेरै धेरै धन्यवाद। उहाँले तयार गर्नुभएको हामी शीतल भान्जी, सुशीला चामलिङ लगायत हाम्रो पुष्पा राणा ज्यूसँग रहेर चाहिँ पोलेको च्याउ खाने पनि अवसर मिलेको छ। पुष्पा राणाले दही पनि ल्याइदिनु भएको छ। धेरै धेरै धन्यवाद। र यो व्यवस्था मिलाउनु हुने हाम्रा मनकुमार बुताङ प्रेसिडेन्टज्यूलाई धेरै धेरै धन्यवाद। र आज चाहिँ यसरी खुसीका साथ चाहिँ सेवन गर्ने अवसर मिलेको छ। यो बहुली पर्वको अवसरमा यो अवसर मिलेको थियो। र यो अर्को चाहिँ यो स्ट्रबेरी बप्लीसँगै सिङ्गडाको चाट यहाँ तयार भएको छ। आज उभौली पर्वको अवसरमा
हामीले यो चाट पनि सेवन गर्ने अवसर मिलेको छ। हजुरहरूलाई यो भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।